नमस्कार साथीहरू। आज गण्डकी प्रदेशको पार्ट 10 योभन्दा अगाडि चाहिँ 9 वटा सेटहरू हामीले अपलोड गरिसकेका छौँ। 9 वटा सेट त्यो हेर्नु भएको छैन भने गएर हेर्नुस् है, एकदमै इम्पोर्टेन्ट छ। र यो अब इक्जाम पनि नजिकै छ, अन्तिम सेट भनौँ। यो पछि एउटा सेट अरु ल्याउने छु। यो भनेको सेकेन्ड लास्ट सेट हो र आजको पहिलो प्रश्न छ, सूर्यमण्डलको कुन ग्रहलाई आफ्नो अक्षमा एक फन्को मार्न सबैभन्दा धेरै समय करिब 243 दिन लाग्दछ, जसले गर्दा त्यहाँ वर्षभन्दा दिन लामो हुन्छ भनेको छ। त्यो कुन ग्रह हो भनेको छ। अप्सन ए बुध ग्रह, अप्सन बी शुक्र, अप्सन सी मंगल, अप्सन डी चाहिँ शनि। ल भन्नुस् त ए बी सी डी मध्ये कुन हो त? ल भन्नुस् साथीहरु, 5 सेकेन्ड तपाईहरुलाई टाइम हुनेछ। ल भन्नुस् है। यो 30 वटा प्रश्नसँगै तपाईलाई चाहिँ कति लाग्यो? यो 30 वटा प्रश्नमा तपाईलाई कति अलरेडी आउँछ? यो 30 वटा मार्क्समा तपाईले कति वटा क्वेशन मिलाउनु भयो 30 वटामा? त्यो पनि कमेन्ट गर्नु होला। यसमा चाहिँ बी भन्ने साथीहरुको मिल्या छ है, शुक्र ग्रह। तपाईको शुक्र ग्रह परिभ्रमण गति सबैभन्दा ढिलो रहेको छ। यसलाई सूर्यको परिक्रमण गर्न 225 दिन लाग्छ भने तर आफ्नै अक्षमा घुम्न 243 दिन लाग्छ। त्यसैले यहाँ दिन भन्दा वर्ष लामो के रे दिन वर्ष भन्दा लामो हुन्छ भनेको छ है। दिन चाहिँ वर्ष भन्दा लामो हुन्छ भनेको है। त्यसैगरी विश्वको भूगोलबाट पनि दुईटा प्रश्न आउँछ। हेर्नुस् त, विश्वको भूगोल अनुसार भूमध्य रेखा, कर्कट रेखा र मकर रेखा गरी 3 वटा काल्पनिक रेखाहरू पार हुने विश्वको एकमात्र महादेश कुन हो भनेको छ। अप्सन ए एसिया, अप्सन बी अफ्रिका, अप्सन सी दक्षिण अमेरिका, अप्सन डी चाहिँ अस्ट्रेलिया। ल भन्नुस् त ए बी सी डी मध्ये कुन हुन्छ? 5 सेकेन्ड टाइम हुन्छ तपाईहरुलाई। ल भन्नुस् त। यो बी इज अ राइट आन्सर है, अफ्रिका हुन्छ है साथीहरु। सो यसमा चाहिँ मैले अलि व्याख्या गरेको छु। अफ्रिका महादेश पृथ्वीको केन्द्र भागमा अवस्थित भएकाले यी 3 वटै रेखाहरू यस महादेशमा चाहिँ रेखाहरू यस महादेशलाई भएर जान्छन्। के त? कर्कट रेखा, मकर रेखा र तपाईको अर्को छ भूमध्य रेखा है। त्यसैगरी अर्को प्रश्न छ तपाईको माझमा। प्रश्न नम्बर 3 के छ त भन्दाखेरि विश्वका प्रमुख महासागर र तिनीहरूको गहिराई सम्बन्धमा कुन भनाइ गलत छ भनेको छ है। अप्सन ए प्रशान्त महासागर सबैभन्दा गहिरो महासागर मरियाना ट्रेन्च नजिकमा रहेको छ। बी छ आद्रा महासागर सबैभन्दा गहिरो भाग जावा ट्रेन्च हो। हिन्दू महासागरको सबैभन्दा गहिरो भाग चाहिँ सुन्डा ट्रेन्च हो। अप्सन डी सुमेरु महासागरको सबैभन्दा गहिरो भाग मोली द्वीप हो। ल भन्नुस् त ए बी सी डी मध्ये कुन हुन्छ सही? ल बी भन्ने साथीहरुको सबैको मिल्या छ। यो चाहिँ गलत छ है। जावा ट्रेन्च भनेको चाहिँ तपाईको हेर्नुस् त, मैले यहाँ व्याख्या गरेको छु। आद्रा महासागरको सबैभन्दा गहिरो भाग भनेको चाहिँ प्युठोरको द्वीप हो। यहाँ चाहिँ जावा ट्रेन्च दिया छ। जावा ट्रेन्च होइन है। जावा ट्रेन्च चाहिँ हिन्दू महासागरको गहिरो भाग हो है। त्यसैगरी अर्को प्रश्न छ, नेपालको भूगोलबाट चाहिँ 4 वटा प्रश्न सोध्छ। गण्डकी प्रदेशको भौगोलिक विविधता अनुसार नेपालको सबैभन्दा कम पानी पर्ने विशिष्ट छाया क्षेत्र मुस्ताङको मनाङ र लोमान्थाङ हो भने यो क्षेत्र कुन हिमशृङ्खलामा को उत्तरमा पर्दछ भने चाहिँ अप्सन ए मनास्लु र गणेश हिमशृङ्खला, अप्सन बी धौलागिरी र अन्नपूर्ण, अप्सन डी महालङ्गुर, अप्सन डी चाहिँ कान्जिरवा हिमशृङ्खला। ल भन्नुस् त ए बी सी डी मध्ये कुन सही हुन्छ त? बी इज अ राइट आन्सर है। धौलागिरी र अन्नपूर्ण हिमशृङ्खला अन्तर्गत चाहिँ तपाईको के पर्दछ त? हेर्नुस् त, मुस्ताङको मनाङ र लोमान्थाङ पर्दछ भनेको छ। मनसुनी हावालाई रोक्ने हुनाले यसको उत्तरी भागमा रहेको मनाङ र मुस्ताङ निकै कम पानी पर्दछ, जसलाई मरुभूमि सहर क्षेत्र पनि भनिन्छ भनेको छ है। मनाङ र मुस्ताङलाई भनिन्छ।
त्यसैगरी अर्को प्रश्न छ तपाईको माझमा नेपालको भूगोल अनुसार संघीय राजधानी काठमाडौँ समुद्र सतहदेखि 1350 किलोमिटर छ भने गण्डकी प्रदेशको पोखराको राजधानी चाहिँ गण्डकी प्रदेशको राजधानी पोखरा समुद्र सतहबाट कति छ भने चाहिँ यो पास्ट क्वेशन हो है, सोधिसके हो फेरि यो प्रश्न एकचोटि। त्यसैगरी प्रश्न नम्बर अप्सन ए छ 1420, 827, डी चाहिँ 600, डी 1200। ल भन्नुहोस् त ABCD मध्ये कुन सही हुन्छ? ल भन्नुहोस्, 5 सेकेन्ड टाइम हुनेछ तपाईहरुको माझमा। बी भन्ने साथीहरुको मिल्या छ। पोखरा उपत्यका काठमाडौँ भन्दा होचो स्थान छ, यसको सदर उचाइ समुद्र सतहबाट 827 किलोमिटर रहेको छ, 2713 फिट रहेको छ है। त्यसैगरी गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तिनीहरू अवस्थित जिल्लाहरू बीच जोडा मिलाई सही विकल्प रोज्नुहोस् भनेको छ। यसमा चाहिँ बन्दीपुर, पञ्चासे डाँडा, आलमदेवी मन्दिर कहाँ पर्छ? आलमदेवी मन्दिर चाहिँ तपाईको स्याङ्जामा पर्छ है। गको चाहिँ तपाईको 1 हुनु पर्यो। यो ए इज द राइट आन्सर, यसमा मात्र छ गको 1 हुन्छ है। गको 1 फेरि यहाँ पनि छ भन्नुहुन्छ होला। यहाँ आलमदेवी त्यहाँ पर्छ। अप्सन बन्दीपुर चाहिँ तपाईको बन्दीपुर चाहिँ तनहुँमा पर्छ है, तनहुँमा पर्छ र पञ्चासे डाँडा कास्की पर्वत स्याङ्जामा पर्छ। हेर्नुस् त बन्दीपुर तनहुँमा पर्छ, पञ्चासे डाँडा कास्की पर्वत र स्याङ्जामा पर्छ। त्रिदेशीय सिमाना जस्तै साझा बिन्दु हो र शाहवंश कुलदेवी आलमदेवी मन्दिर स्याङ्जामा पर्दछ भनेको छ। ए इज द राइट आन्सर है। त्यसैगरी अर्को प्रश्न छ नेपालको जल सम्पदा नदी प्रणाली सम्बन्ध तलका भनाइहरू अध्ययन गरी सही उत्तर छनौट गर्नुहोस् भनेको छ है। ल यो भनाइ 1 मा के भनेको छ भने नेपालका नदीहरूमध्ये जलविद्युत उत्पादनका लागि व्यापारिक रूपमा सबैभन्दा बढी सम्भाव्य भएको नदी प्रणाली गण्डकी हो। गण्डकी नदीको उत्पत्ति तिब्बत नुबी भ्यालीबाट भएको हो, जुन गण्डकी सहायक नदी हो भनेको छ। अप्सन ए भनाइ 1 मात्र सही छ, बी मात्र सही छ, दुवै भनाइ सही गलत छन्, दुवै भनाइ सही छ। ल भन्नुहोस् त यो दुवै सही छ कि गलत छ? बुढी गण्डकी तपाईको यहाँ के भनेको छ भन्दाखेरि हेर्नुस् त बुढी गण्डकी नदीको उत्पत्ति तिब्बत नुबी भ्यालीबाट भएको हो। ल भन्नुहोस् त डी भन्ने साथीहरुको सबैको मिल्या छ। नेपालको जलस्रोत प्रतिवेदन अनुसार प्रादेशिक रूपमा गण्डकी प्रदेश नदी प्रणाली सबैभन्दा बढी उत्तम मानिन्छ। गण्डकी प्रदेशको गोर्खा नुब्री भ्याली तिब्बत सिमानाबाट उत्पत्ति भएको छ। विश्वको इतिहास भयो। यसमा चाहिँ के छ भने मानव इतिहासको औद्योगिक क्रान्तिको सुरुवात 18औं शताब्दीमा बेलायतमा भएको हो भनेर पढ्दै थिए। हेर्नुस् त मानव इतिहासको औद्योगिक क्रान्तिको सुरुवात 18औं शताब्दीमा बेलायतबाट कुन उद्योगको यान्त्रिकीकरणबाट सुरु भएको थियो भने चाहिँ यो पास्ट क्वेशन हो। यो चाहिँ अप्सन ए फलाम तथा इस्पात उद्योग, अप्सन बी सुती कपडा उद्योग, अप्सन सी कोइला, अप्सन डी चाहिँ जल यातायात। ल भन्नुहोस् त बी इज द राइट आन्सर। जोन के फ्लाइङ शटल, जेम्स हारग्रिव्ज स्प्रिङ जेन्जी आविष्कारसँगै बेलायतमा कपडा उद्योग औद्योगिक क्रान्ति सुरु भएको हो भनेको छ। त्यसैगरी नेपालको इतिहासबाट छ लिच्छवी कालमा विदेशी नागरिक वा व्यवसायीहरू नेपाल प्रवेश गर्दा राजधानी पासपोर्ट वा अनुमति पत्र जारी गरिने परराष्ट्र मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो भनेको छ। यो चाहिँ एडभान्स क्वेशन छ। अप्सन ए कुथेर अधिकरण, अप्सन बी दूत अधिकरण, अप्सन सी मापचोक, अप्सन डी चाहिँ शैलिक अधिकरण। ल भन्नुहोस् त कुन हुन्छ त? बी इज द राइट आन्सर। लिच्छवी कालीमा दूत र परराष्ट्र सम्बन्धी विशेषता हेर्ने
जिम्मेवारी राजनीतिक सचिवालय दूध प्रणाली अन्तर्गत हुन्थ्यो। राजधानी जाँच गर्ने कार्य नाकाहरूमा हुन्थ्यो भनेको छ है। त्यसै गरी अर्को प्रश्न छ नेपालको इतिहासमा योगदानका सम्बन्धमा तलका भनाइहरू विचार गरी सही उत्तर छनौट गर्नुहोस् भनेको छ। अप्सन ए काठमाडौँ उपत्यका रानीपोखरी निर्माण गर्ने राजा प्रताप मल्ल हुन्। बीमा चाहिँ दुईमा छ नेपालको इतिहासमा न्याय नपाए गोर्खा जानु भन्ने उखान राजा शाह नेपाल कुन भनेपछि यसमा चाहिँ अप्सन ए बी सी डी ल भन्नुहोस् त कुन त डी इज राइट आन्सर दुवै सही छन् है। प्रताप मल्लले 1727 मा रानीपोखरी बनेका हुन्। शाह राणा प्रधान हुन्। त्यसै गरी अर्को प्रश्न छ नेपालको सामाजिक सांस्कृतिकबाट चाहिँ 4 वटा प्रश्न आउँछ एकदमै है। गण्डकी प्रदेशको मुस्ताङ क्षेत्रमा बसोबास गर्ने थकाली समुदायमा प्रत्येक 12 वर्षमा आयोजना गरिने परम्परागत ऐतिहासिक मेला कुन हो? ए बी सी डी ल भन्नुहोस् त डी इज राइट आन्सर लापे मेला है। लापे मेला थकाली जातिको हेर्नुहोस् त थकाली कुल देवताको पूजा गरिने लाफे मेला प्रत्येक 12 वर्ष। त्यसै गरी प्रश्न नम्बर 12 छ नेपालको लोक संस्कृति अनुसार तराई क्षेत्रमा प्रचलित झिझिया नाच मुख्य रूपमा कुन पर्वको अवसरमा महिलाहरूले टाउकोमा बलिरहेको घैँटो राखेर नाच्ने गर्दछन् भनेको छ। यो चाहिँ दशैंमा हो है। त्यसै गरी अर्को प्रश्न छ नेपालका प्रमुख जाति र तिनीहरूको मुख्य बसोबास क्षेत्र बीच जोडा मिलाई सही उत्तर छान्नुहोस् भनेको छ। यसमा चाहिँ ए बी सी डी कुन हुन्छ त ल भन्नुहोस् त। यसमा चाहिँ दराई चाहिँ तनहुमा बस्छ है। दराई तनहुमा बस्छ। थकाली मुस्ताङ भयो। कुसुन्डा तनहुमा भयो। त्यसो भए केमा छ त यस्तो कुसुन्डा चाहिँ तनहुमा ए को 3 भनेपछि बी इज राइट आन्सर है। ए को 2 कुसुन्डा तनहुमा रहेछ। कुसुन्डा तनहुमा थकाली चाहिँ मुस्ताङमा दराई चाहिँ तपाईको बी अप्सन इज राइट आन्सर है। त्यसै गरी अर्को प्रश्न छ गण्डकी प्रदेशको सांस्कृतिक परम्पराका सम्बन्धमा तलका भनाइहरू अध्ययन गर्नुहोस् भनेको छ। प्रसिद्ध बागलुङ कालीकोट मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको ऐतिहासिक शीतल पाट हो। स्याङ्जाको सर्कोट क्षेत्रमा मगर संस्कृतिको ऐतिहासिक उद्गम स्थल मध्ये के मानिन्छ भनेको छ। यो चाहिँ तपाईको बागलुङ कालीकोट प्यागोडा शैलीका सर्कोट खान्डोक क्षेत्र मगर तथा शाहरहरूको इतिहाससँग जोडिएको ऐतिहासिक क्षेत्र हो। नेपालको आर्थिक अवस्था भनेको छ नेपालको सरकारले पछिल्लो विवरण अनुसार नेपाल राष्ट्रिय गौरव आयोजनाको कुल संख्या कति राखेको छ भनेको छ। यो 24 वटा राखेको छ है। त्यसै गरी अर्को प्रश्न छ यहाँ व्याख्या पनि गरिदिए तर 24 वटा नै हो। नेपाल राष्ट्र बैंकको ऐन 2056 अनुसार नेपाल राष्ट्र बैंकका सञ्चालित समितिमा गभर्नर सहित जम्मा कतिजना सदस्य रहने व्यवस्था छ भन्दा 7 जना है। 7 जना। त्यसै गरी अर्को प्रश्न छ नेपालको बैंकिङ र आर्थिक सुधारका सम्बन्धमा तलका मध्ये कुन भनाइ सत्य र असत्य? यो चाहिँ तपाईको 1 मा छ नेपाल सर्वप्रथम 2041 मा निजी क्षेत्रको लगानीमा पहिलो संयुक्त लगानी कम्पनी स्थापना भएको। बी मा चाहिँ सरकारी तहमा डिजिटल बैंकिङ प्रवर्तन गर्न राष्ट्रिय बैंकले आरटीजीएस प्रणाली रूपमा उपलब्ध गराएको।
हेर्नुहोस् त कुन हुन्छ यसमा। ल छान्नुहोस् त ABCD बाट। यसमा चाहिँ सरकारी तहबाट डिजिटल बैंकिङ प्रवर्तन गर्ने राष्ट्र बैंकहरूले आरटीजीएस प्रणाली पूर्ण रूपमा लागू गरेको छ। कुन त? डी इज राइट एन्सर। हेर्नुहोस् त दुवै सही छन् भनेको छ है। पहिलो यहाँ छ 2041 अनि चाहिँ आरटीजीएस दुवै सही छन् भनेको छ है। नबिल बैंक पूर्व नेपाल अरब बैंक पहिलो संयुक्त लगानी बैंक हो र ठूलो भुक्तानी लगानी रियल टाइम क्रस स्टेटमेन्ट प्रणाली राष्ट्र बैंकले अनिवार्य गरेको छ भनेको छ। त्यसैगरी अर्को प्रश्न छ तपाईको माझमा विज्ञान प्रविधि र स्वास्थ्य भनेको छ। यसमा चाहिँ तपाईको मानव शरीरमा सञ्चालित रक्त सञ्चार प्रक्रिया सर्वप्रथम लागू हुने वैज्ञानिक तलका मध्ये को हुन् भनेको छ। अप्सन ए लुई पास्चर, अप्सन बी विलियम हार्वे, अप्सन सी रोबर्ट कोच, अप्सन डी अलेक्जेन्डर ब्लेम। बी इज अ राइट आन्सर हुन्छ। यसमा चाहिँ ब्रिटिस चिकित्सक विलियम हार्वेले सन् 1628 मा मानव शरीर मुटुले कसरी प्रगत प्राप्त गर्दछ र रक्त सञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए। त्यसैगरी 19 नम्बर प्रश्न छ कृषि क्षेत्रमा उत्पादकता बढाउन प्रयोग गरिने रसायन मल केमिकल फर्टिलिजममा मुख्य रूपमा कुन तीनवटा तत्त्वको मिश्रण अनिवार्य हुन्छ भनेको छ। यसमा चाहिँ तपाईको ABCD ल भन्नुस् त कुन हुन्छ त? कुन हुन्छ त? यसमा चाहिँ तपाईको बी इज राइट आन्सर। बजारमा पाइने युरेनिया र DAP मालमा बोट बिरुवाको वृद्धिका लागि चाहिने नाइट्रोजन, फोस्फोरस र पोटासियम मुख्य तत्त्व हुन् भनेको छ है। त्यसैगरी अर्को प्रश्न छ विज्ञान र दैनिक जीवनमा प्रयोग हुने वस्तुहरूको सम्बन्धमा कुन जोडा गलत छ भनेको छ। प्लास्टिक, पोलिमर, काँच, सिलिका, साबुन, कार्बोहाइड्रेट र प्रिपेड चाहिँ तपाईको फोन आयो साथीहरु एकैछिन। ल यो चाहिँ तपाईको प्लास्टिक चाहिँ पोलिमर रासायनिकबाट बन्ने हो। काँच चाहिँ सिलिका वा बालुवा तताएर बनाइने वस्तु हो। साबुन कार्बोहाइड्रेट र प्रोटिन जैविक मिश्रण हो। कीटनाशक औषधि अर्गन फोस्फोरस जस्ता विषादी हुन्। ल कुन जोडा गलत छ भनेको छ। ल भन्नुस् त कुन गलत छ त? सी गलत छ है। किनभने साबुन कार्बोहाइड्रेट होइन, यो चाहिँ फ्याटी एसिड हेर्नु त फ्याटी एसिड र सोडियम पोटासियम हाइड्रोक्साइड रासायनिक प्रतिक्रियाबाट बन्दछ। त्यसैले सी गलत छ। पारिस्थितिक पद्धति र वातावरणबाट पनि तीनटा क्वेशन आउँछ। यो भनेको चाहिँ सन् 1997 मा पारित भएको क्योटो प्रोटोकल हरित गृह ग्यास न्यूनीकरणसँग सम्बन्धित छ भने 1971 मा इरानमा पारित भएको रामसार महासन्धि केसँग सम्बन्धित छ भनेको छ। अप्सन ए ओजन तह संरक्षण, बी सिमसार क्षेत्रको संरक्षण, सी मरुभूमि, डी चाहिँ आणविक हतियार भनेको छ। ल भन्नुस् त यो बी इज सही। जैविक विविधताका लागि महत्त्वपूर्ण मानिने सिमसार र पानीका मुहानको अन्तर्राष्ट्रिय संरक्षणका लागि रामसार महासन्धि कोशीढुङ्गा हो भनेको छ है। त्यसैगरी वातावरण विज्ञान अनुसार वायुमण्डलमा कार्बन डाइअक्साइड र अन्य हरित गृह ग्यास को मात्रा बढ्दै जाँदा पृथ्वीको औसत तापक्रम बढ्ने प्रक्रियालाई के भनिन्छ भनेको छ। यसमा चाहिँ अप्सन ए ओजन विनाश, अप्सन बी विश्वव्यापी उष्णता, सी एसिड वर्षा, डी चाहिँ परावैजनी भनेको छ। ल भन्नुस् त के हुन्छ त? तपाईको बी भन्ने साथीहरुको सबैको मिलेको छ। हरित गृह ग्यासको सूर्यको ताप वायुमण्डलीय बाहिर जान नदिई भित्रै रोक्ने हुनाले पृथ्वीको तातीय प्रक्रियालाई ग्लोबल वार्मिङ भनिन्छ है। ल त्यसैगरी 23 नम्बर प्रश्न छ दिगो विकास र जैविक विविधताका सम्बन्धमा तलका भनाइहरू अध्ययन गरी सही उत्तर छान्नुहोस् भनेको छ। दिगो विकास शब्दको पहिलो प्रयोग सन् 1987 मा ब्रडल्यान्ड आयोगको प्रतिवेदन आवर कमन फ्युचर नाममा गरिएको थियो।
2 मा छ नेपाल विश्वकै सबैभन्दा ठूलो संरक्षण क्षेत्र सञ्जाल भएको देश मध्ये एक हो। कुल भूभागको 33.39% क्षेत्रफल संरक्षित क्षेत्रले ओगटेको छ भनेको छ। ए बी सी डी ल भन्नुस् त कुन सही हुन्छ त? यसमा चाहिँ तपाईको बी एकछिन डी भन्ने साथीहरुको मिल्या छ है। दिगो विकासको अवधारणा ब्रुडल्यान्ड प्रतिवेदनमा आएको हो। नेपाल अन्तर्राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रले कुल क्षेत्रफलको नेपालको चाहिँ 23.39% भाग ओगटेको छ है। सही छ। डी इज राइट आन्सर। दुवै सही छन् है। दुवै चाहिँ सही छन्। सो त्यसैगरी अर्को प्रश्न छ अन्तर्राष्ट्रिय सम्बन्धमा यो चाहिँ संघ संस्था सम्बन्धी युएन को बडापत्रमा कुल 111 धारा छन् भने राष्ट्रिय संघको मुख्य प्रशासनिक अधिकारी रूपमा रहने महासचिवको नियुक्ति सम्बन्धमा व्यवस्था कुन धारामा गरेको छ भनेको छ। यो चाहिँ धारा 97 मा है। धारा 97। त्यसैगरी यहाँ हेर्नुस् त व्याख्या बडापत्रको धारा 97 अनुसार सुरक्षा परिषदको सीमा साधारण सभाले महासचिवको नियुक्ति 5 वर्षका लागि गर्दछ भने क्षेत्रीय सहयोग संगठन युरोपेली संघका सम्बन्धमा कुन भनाइ बेठिक छ पहिचान गर्नुहोस् भनेको छ। पास्ट क्वेशन हो। युरोपेली संघको मुख्यालय बेल्जियम ब्रसेल्समा अवस्थित छ। यो सही छ। बेलायत युनियनबाट औपचारिक रूपमा बाहिरिने प्रक्रियालाई ब्रेक्जिट भनिन्छ जुन 2020 मा पूर्ण भयो। युरोपेली संघमा हाल कुल सदस्य राष्ट्रको संख्या 30 पुगेको छ। साझा मुद्रा युरोलाई आधिकारिक रूपमा अस्वीकार गर्न सदस्य राष्ट्र क्षेत्रलाई युरोजन भनिन्छ भनेको छ। ल कुन सही छ त? सी इज राइट आन्सर। युरोपेली संघमा हाल 27 वटा राष्ट्र छन्। यहाँ कति भनेको थियो त? 28 वटा भनेको थियो है। 27 वटा छन् है। त्यसैगरी सी रङ छ। बेलायत चाहिँ अन्तिम 28 थिए पहिला, पछि चाहिँ बेलायत हटेर 27 वटा रह्यो है। समसामयिकबाट छ तपाईको 2026 मे मा संयुक्त राष्ट्र संघको विकास नीति नेपाल सरकार पछिल्लो समीक्षा प्रतिवेदन अनुसार नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोत्तरै हुने अन्तिम लक्ष्य कुन वर्ष रहेको छ भने चाहिँ यो चाहिँ 2030 हो है। 2030 हो है। त्यसैगरी अर्को प्रश्न छ 2026 जुनमा इटालीमा सम्पन्न G7 शिखर सम्मेलनमा आमन्त्रित सदस्यको रूपमा भाग लिँदै विश्वव्यापी एआई सुशासन भोकमरी निवारणमा जोड दिने प्रभावशाली अन्तर्राष्ट्रिय व्यक्ति को हुन् भनेको छ। यो चाहिँ तपाईको कुन त? इटालीका जर्जिया मेलोन हुन् है प्रधानमन्त्री। बी इज राइट आन्सर। 2026 जुन आयोजित 52। त्यसैगरी अर्को प्रश्न छ 28 मा 2083 मा प्रदान गरिने मदन पुरस्कार गुठी प्रतिवेदन अनुसार कला र संस्कृतिको योगदानको आधारमा कुन सम्मानित व्यक्तित्व प्राप्त गर्ने को हुन् भनेको छ। यो चाहिँ को हुन् त भन्दाखेरि चाहिँ मोहन मैनाली हुन्। मोहन मैनाली मुकाम रणमैदान है। त्यसैगरी अर्को प्रश्न छ हालै अन्तर्राष्ट्रिय राजनीतिक जलवायु नीतिका सम्बन्धमा तलका भनाइ विचार गर्नुहोस् भनेको छ। अप्सन ए युरोपेली युनियनले सन् 2026 देखि लागू हुने गरी आयातित समान कार्बन सीमा कर पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ। नेपालले आफ्नो नयाँ राष्ट्रिय जलवायु नीति अनुसार 2045 सम्ममा शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न प्रादेशिक रणनीति परिमार्जन गरेको छ। ए बी सी डी कुन सही हुन्छ त? यसमा चाहिँ डी इज राइट आन्सर। अन्तर्राष्ट्रिय व्यापारको कार्बन ट्याक्स नेपालले सन् 2045 को नेट जिरो कार्बन रणनीति पछिल्लो समय चर्चामा ल्याएको छ। हस्त धन्यवाद साथीहरु। तपाईहरुलाई कस्तो लाग्यो आजका प्रश्नहरु है? कस्तो लाग्यो आजका प्रश्नहरु?
आफ्नो प्रतिक्रिया दिनुहोला। र आजको अन्तिम प्रश्न छ, नेपाल र गण्डकी प्रदेशको पछिल्लो आर्थिक वर्षको डिजिटल सूचाङ्कको सम्बन्धमा कुन सत्य हो भनेको छ। नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीति अनुसार मार्फत क्रेस बोर्ड डिजिटल कारोबारको सीमालाई खुलासा बनाएको। यो चाहिँ तपाईको गण्डकी प्रदेश सरकारले प्रादेशिक सञ्चालित सरकार सवारी साधनहरू क्रमशः पूर्ण रूपमा विद्युतीय ईभीमा रूपान्तरण गर्ने भनेको छ। एबीसीडी कुन सही हुन्छ त? यसमा चाहिँ डी इज राइट आन्सर। तपाईको दुवै भनाइ सही छन् है। किन भन्दाखेरि चाहिँ डिजिटल इकोनोमी प्रवर्धन गर्न, इन्धन खपत घटाउन राष्ट्र बैंक र गण्डकी प्रदेश दुवै पक्षलाई 3 महिना र चालेका यी कदमहरू पूर्ण रूपमा सत्य छन् भनेको छ है। हस्त धन्यवाद साथीहरु, यति भए